आज चाहिँ अब हामी बाहिर निस्किनको लागि तयार भइरहेको छौँ, रेडी भइरहेको छ। अलि अगाडि निस्किनु खोजेको के भयो यस्तै हो, नेपालीहरूको टाइम त्यस्तै हुन्छ। यहाँ अब बुवा पनि सरसफाइ गर्दै हुनुहुन्छ, त्यो ज्याकेट लुगाहरू चाहिँ मम्मी कहाँ जान्छ, मम्मी बाथरुमतिर जानुभएको छ। ल अब चाहिँ हामी निस्किने तयारी गर्दैछौँ। आज चाहिँ पुरै झिल्के भएर निस्किने हो, झिल्के भएर निस्किने हो। अनि रबिन ल त अहिले निस्केको, बाई बाई। अरे ल आज चाहिँ वेदर अति नै राम्रो भएको छ। हेर्नु त आकाश पनि निलो खोजे जस्तै रोजे जस्तो भने जस्तै अलिअलि बादल छ। बादल त्यही त हो, त्यसो त हुनुपर्छ क्या, राम्रो देखिन्छ। कार्डहरू बोक्नु पाएको आफ्नो मेरो कार्ड त पिछाउँछ मम्मीको हो। बास यति भए पुग्नु, पासवर्ड बोक्नु भयो नि त। ल बास यति भएपछि पुलिस मान्दैन ल। कुन लाइनको ट्रेन हो हाम्रो? जुन लाइन यो ट्रेनमा आधी घन्टा हिँड्नु, आधी घन्टाबाट चाहिँ सिधै हो। भनेपछि खाउसा कि मलाई त उहाँसँग पैसा लागेन नि मेरो त। खाउसा हेर्ने यो कसँग चाहिँ अनि यो काम यही ट्रेनमा होइन? कति लामो छ भनेर सुनेर हिँड्छ। बुझ्ने गरी भन्दैन आयो, फेरि सोध्दा भन्दैन भन्यो भने के अरे छक्क पर्छ भन भने आश्चर्य भन्छ। अनि फेरि भुइँ भित्रभित्रै ट्रेन चढ्दा कस्तो लाग्यो भने तपाईँलाई लाग्यो हो। यस्तै हुन्छ क्या लानु, यो सुरु हुन लाग्छ बल्ल। यो सबै पातहरू यस्तै पहेँलो हुन्छ यहाँनिर, देखिन्छ तपाईँले एक बजी हेर्नु त हुन लागेको छ। अस्तिको त पानी हुन्छ नि, यो तपाईँ आएदेखिबाट पानी परेको हुनाले गर्दा यस्तो तपाईँले पानी ल्याउनु भएको छ। तपाईँको गरिब महिनामा यहाँबाट पानी आउँछ, फेरि बुढा राखिदिएको हुन्छ यस्तोमा। हामी त लङ रुटहरू पनि हुन्छ होला। अनि यो यस्तो छ है, ल हेर्नुहोस् यस्तो ठाउँमा त्यस्तो छ। यहाँको झिल्के हिरो भएर हिँडिरहेको छ, यस्तो छ। आज त्यो वेदरले चाहिँ एकदमै राम्रो साथ दिएको छ। आज चाहिँ फेरि भोलिबाट पानी नै छ, के गर्नु है, भोलिबाट फेरि पानी नै छ। तपाईँलाई पार्क जान गाह्रो बनाउनु भयो, तपाईँलाई पार्क जानलाई गाह्रो बनाउनु भयो पछाडि लैलै। ल राखिदिएको है अहिलेलाई। आज चाहिँ जापानको टोकियो ओदाइबा भन्ने ठाउँमा चाहिँ मम्मीहरूलाई घुम्न ल्याएको। खासमा त्यो ठाउँ एकदम राम्रो छ, सिनारी राम्रो छ। अटम अझै देखिएको छैन, समस्या त्यहाँ पऱ्यो। अनि यो घाँसहरू हाम्रो नेपालतिर हुन्छ, म हेर्नु त घाँसहरू नेपालकै हो। यो अस्ति ल्याएको थियो नेपालबाट, त्यो चाहिँ के हो? ए होला अब चिन्दिनँ म त। ल अनि प्लेन उडेको माथि हो। ल यति हिँड्दै भुत्तुकै गलाएको त हुन्छ हौ मान्छे है मम्मी, गाह्रो छ यो है। यो साइकल पार्क गर्ने ठाउँ। अब हामी कता जान्छ ल, लेफ्ट जाने कि राइट जाने ल भनौँ? यसो गरौँ न, यता
उताबाट घुमेर उज्जैन घुम्नु ल ल आउँला न चिन्ता काहीकोले त भाइ सबै रुखै त्यस्तो हुन्छ भने ऊ त पहिलो हुन्छ अब यो भएकै छैन यो पानीले गर्दाखेरि बल्ल सुरु हुँदैछ पर्सि अब त्यो हामी जाँदाखेरि त चाहिँ भइदियो हुन्थ्यो हे भगवान् निको होइन आएको नि त्यो सबै साकुरा होइन त यो बुढा सबै साकुरा त्यो फुल चाहिँ गरिरहेको यस्तो नजान्थ्यो त भिडेको हल्का सो फ्लेक्स थियौँ होइन चस्मा लाएर म नि यता फर्स्ट टाइम आएको पार्क चाहिँ एकदम राम्रो छ यहाँको धेरै कुराहरू कस्तो सोचेर के कुरालाई कस्तो गर्नुपर्छ भन्ने हिसाबले चाहिँ बनाएको यहाँनिर एन्ड अर्को कुरा भनेको म पनि फर्स्ट टाइम अन्डरग्राउन्ड ट्रेन चढेको ठिक लाग्यो मजा लाग्यो विकास त के हो यिनीहरूको जम्मा लाग्छ देख्दाखेरि पनि गर्नुपर्ने कुराहरू सबै भनिसकेको छ केही पनि बाँकी छैन हाम्रो देशमा त कहिले बन्नु के बन्नु गोप्रोमा भ्लग बनाउनलाई पनि सजिलो हुँदछ तर एकदम हातमा क्याची बस्नेको समर्थनमा पनि सजिलो आज एक हप्तापछि फाइनल्ली घाम लागेको छ यहाँ त्यही भएर यसो घुम्न निस्केको आज मजा आइरहेछ एउटा कुराहरूको देखाउँछु ल फुल कति राम्रो बनाएको छ यहाँनिर भनेर यो फुलहरू हेर्दाखेरि यस्तो अचम्म लाग्छ कति राम्रो बनाएको के हो यस्तो यस्तो गरी यस्तो पार्क यस्तोमा धेरै फोटो खिच्छ अलि नखिचौँ भनेको खिच्नु पर्ने भयो अर्कै कलर छ त ल बास के हुन्छ तरिका रोपेको बनाएको क्या पछि सबै रोपे त फुल यो पनि गमलै हो क्या भित्र रोपेको यो गमला राखेको छ यो हाम्रो यो चाहिँ हाम्रो घरै हुने फुल हो नि यस्तै गरी अब जति हिँड्ने पनि पर पुग्ने होइन हामी उतापट्टि जाउँ अब है अब हामी उतापट्टि जाउँ उतापट्टि यता भयो तर यतिबाट हेर्नु यतिकै सकाइदिएर आज पानी खान पाए हुन्थ्यो कस्तो भयो कस्तो लाग्यो त अहिलेसम्म ल हेर्नु त यत्तिकै हाम्रो देशमा भइदियो कति हुन्छ होला कति जाति हुन्थ्यो
यसरी दौडिनु पाएँ। अब केही गाडी मोटरसाइकल यताउता केही हिँड्ला हुनु छैन, वरिपरिको त यहाँ आनन्दले हिँड्नु पाएको छ है। हजुर यो वरिपरिको त यहाँ सधैँ आएर दौडिहाल्छ। दौडिहाल्छ नि यहाँ भन्छ उनीहरूको लागि त चिज भइगयो नि यो त। अहिले त आउनुहोस् त दौड्छौँ हामी पिछाबाट। हो त्यो पुलिस मान्छे हो। साइकल नि हेलमेट लाउनुपर्छ। हो यहीँको पुलिस हुँदा पनि त्यही यो एरियाको मान्छे होला। पार्कमा चाहिँ स्ट्याचु अफ लिबर्टीको स्ट्याचु छ। हामी त्यही हेर्न आएको खासमा। फिल्स लाइक युएसए भन्ने खालको कुरा होला मेबी। अमेरिका नगए नि अमेरिकाको स्ट्याचु चाहिँ हामी बसेर हेर्दिनु होला छौँ अब। किन हो लाइन छ त मान्छेको। स्ट्याचु वाला रोबोट हो कि के होला? रोबोट हेर्नको लागि
बसेर फोटो बसेर खिच्यो रमाइलो लाग्यो जता गयो नि फोटै खिच्न मन लाग्ने फोटै मात्रै खिच्न मन लाग्ने ठाउँ एरिया एकदम रमाइलो ठाउँ रहेछ सक्यो तपाईँ ए जता हेर्नु रमाइलो छ रमाइलो गरी बसिन्छौँ खुसी लाग्छ एकदम रमाइलो लाग्छ केही लाग्यो ठिक छ निन्द्रा लागेन आफ्नो निन्द्रा लाग्छ आफ्नो कथा यस्तै हामी बसिरहेको छौँ कति आधी घन्टा 1 घन्टा होला यहाँ बसेको है 1 घन्टा मजाले बसेर अब यस्तो खालको सिनारीहरू हामी हेर्दैछौँ यो सिनारीहरू त्यहाँ पर पुल छ सिनारीको समुद्र हेर्दैछौँ अनि यस्तो चाहिँ मौसम फेरि टल्टलको प्लेनहरू त्यही त होइन होइन त होइन यस्तो छ पुरै ओइ त्यसकै मुनिबाटको बादल हामी यहीँ बसेर घाम अस्ताएको हेर्ने है त है एलर्जी भएको अनि भएर हेर्ने क्या क्या राम्रो देखाएको छ हौ देख्दा पनि है मम्मी अझ अगाडि हेर्नु न कति राम्रो देखाएको छ पहिलो घाम अस्ताएको घाम कति राम्रो हुन्छ हेर्नु Sì, però sì che se vede tanto la आनन्दले हेर्नु मजाले हजुर मजाले हेर्नु न ढुक्क भएर आनन्द छ कति राम्रो देखाएको छ मजाले मैले देखेँ नि अन्त ल बेलुकाको सनसेट साह्रै राम्रो छ ल ल के होइन आजलाई अब त्यही बन्द गरिदिनु अब आजलाई सनसाइन हेऱ्यो अब बन्द गरिदिउँ है ल अब त्यहाँ रेल पनि गुडिरहेको छ ल अनि अब आजको लागि चाहिँ प्लेन पनि उडिरहेको छ हो आजको लागि चाहिँ यो हाम्रो ब्लग सक्यो है त अब आज यही हो ठाउँ यही हो आइयो घुम्यो अब एकछिन खाजाजा कतै खान जानु पर्ला त्यही खाजाजा खाने अनि फेरि फर्किने त्यसपछि घर जाने अनि चक्क सोध्नुपर्छ म टायर्ड छु धेरै गएला छु म धेरै गएला छु ओदाइबा हामी आएको त्यहीँ हो ल तपाईँ हो यहाँनिर उभिनु त म ओदाइबा खिचिदिन्छु त्यहाँ भन्नु ल ल त्यहाँ पर्दैन पर्दैन यहाँबाट खिचिदिन्छु म ट्याक्क ओदाइबा देख्ने गरी बास बस्नु ल ओदाइबा अँगाल हालेको कस्तो मिलेन त कस्तो हाल्नु पऱ्यो ल त्यो भयो ओदाइबामा बुढाबुढीले अँगाल हालेको भिडियो पनि देखेँ है भिडियो बनाइदिए भिडियो नि छ भिडियो नि बनेर चाहिँ मलाई थाहा नि पाइनँ झन् राम्रो भयो ठिक्क छ क्या अब ठिक छ त अहिले अब यस्तो छ है एकछिन कस्तो राम्रो थियो एकछिन अगाडि होइन अहिले हेर्नु कस्तो भयो अँध्याएर भइसक्यो त कालो बादल लाग्छ अन्त ल हामी
मेरे बिना तू मेरे बिना किस रहे एकैचोटि यहाँ यही हो रेल गुड्ने ठाउँ यही हो सर जानुपर्छ हामी चढेर त अहिले चाहिँ बरु खाना चाहिँ जाउँ पहिला अहिले हामीबाट जाने यहीबाट जाने हो कस्तो राम्रो देखेको नि भगवान् त्यहाँ जताहरू राम्रो देखिन्छ फेरि त जहाँ जहाँ हेऱ्यो त्यही राम्रो छ ल त अब ल अब के गर्नु त खिचिदिनै पर्यो तपाईँ पनि लग नि ल हेर 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 बास ल ल ल पाउने राम्रो देख्ने पाउँछु म ओके लड्ने यस्तो दामी भ्यू हुन्छ यो जब झन् नाइटमा गएपछि त झन् कति बवाल हुन्छ क्या सिन हेर्नु कति राम्रो छ है मम्मी कति राम्रो क्या राम्रो छ भन्नु न कति राम्रो यस्तो नाइटमा त म पनि आएको थिइनँ नि त हामी त झन् यस्तो रमाइलो र होइन त मजाले झन् 1 घन्टा जस्तो बस्यौँ हेरेर है 1 घन्टाभन्दा बढी बस्यौँ यो चाहिँ ठुलो टावर छ चराहरू उडिरहेको छ नि नि हामी हिँडिरहेको पनि रहेछौँ चिसो छ अहिले मौसम अब साँझ परेको भएर होला साँझ परेको भएर होला चिसो भइरहेछ अब चिसो भएर आएछ यस्तो छ सिन यतातिर यस्तो डढेको बादलहरू वाउ क्या अति नै वाउ 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 जस्ट वाउ आजको भ्लग सकिएकै हो अब के गर्ने त चार्जले पनि नेटवर्क काटिसकेको छ राखिदिएको ल बाई बाई सी यु नेक्स्ट टाइम ओहो तिनीहरू चाहिँ पुलिसहरू गएन है पुलिसहरू यस्तै हो देख्नु पो अगाडि बसेको छ नि त्यो पुलिसहरू के भयो कि केही भयो कि भन्ने Peace out. Esto es. Esto va a no te puede. Esto es. यस्तै मम्मी तपाईँ त आफ्नो चलाउनु गर्दा त अरूकै अप्ठ्यारो गऱ्यो है